नमस्कार, म कुमार बोगटी, महासचिव नेपाल रिकन्डिसन अटो व्यवसायी सङ्घ। आज हाम्रो यस नागार्जुन यो स्विजरल्यान्ड पार्कमा होटल नागार्जुन प्यालेसमा चाहिँ हाम्रो 11औं वार्षिक साधारण सभा तथा वनभोज रमाइलो वनभोज कार्यक्रम आयोजना हुन गइरहेको छ। रिकन्डिसन अटो व्यवसायीहरूको वास्तविक अवस्था कस्तो छ? वास्तवमा भन्नुपर्दा आजको मार्केट अलि अप्ठ्यारै अवस्थामा छ, किनभने सोचेको जस्तो व्यवसाय छैन। अहिले रिकन्डिसन व्यवसाय साथीहरूलाई पनि यतिखेर खास सहज छ जस्तो लाग्दैन। विभिन्न कारणले गर्दा, विभिन्न अर्थनीति, देशको परिस्थिति र अब यो टाइमले गर्दा पनि खासै सहज छ जस्तो चाहिँ मलाई लाग्दैन। तर पनि सबै साथीहरू चाहिँ एक अर्कामा साझेदारी गरेर आफूलाई सर्भाइभल गर्ने कोसिसमा हुनुहुन्छ। वास्तवमा त्यस्तो धेरै सहजता नभए पनि ठिकै छ, गरिराख्नु भएको छ साथीहरूले। सरकारको पछिल्लो अटो सम्बन्धी नीति व्यवसाय मैत्री छ कि छैन? वास्तवमा सरकारको पछिल्लो अर्थनीति हेर्ने हो भने अटो व्यवसायलाई नै लक्षित गरेर त्यस्तो रिकन्डिसन व्यवसायलाई अर्थनीतिमा सहयोग पुर्याउने गरी कुनै त्यस्तो ढाँचाहरू आएको चाहिँ देखिएन। तर विभिन्न सालको गभर्मेन्टले ल्याइरहेको अर्थनीतिमा चेन्जेसहरू केही नै आउँछ, त्यसलाई अब आफूले बुझेर काम गर्न सके केही न केही फरक त परि नै हाल्छ। तर रिकन्डिसन व्यवसायकै लागि भनेर त्यस्तै स्पेसल अर्थनीति त्यस्तो चाहिँ केही पनि आएको देखिन्न। अहिले पछिल्लो समयमा रिकन्डिसनकारीहरूको मूल्य एकदमै बढिरहेको अवस्था, उपभोक्ताहरूले चाहिँ अलिकति सहज तरिकाले किन्न नपाइने, अलिकति मूल्य चाहिँ बढी नै भयो भन्ने गुनासो छ। यस विषयमा चाहिँ सङ्घको धारणा के छ? त्यो यस्तो छ, विभिन्न व्यवसायहरू आफ्नो आफ्नो क्षेत्रमा लगानी गरेर व्यवसाय गर्ने क्रममा त्यसको नाफा मुनाफा आफ्नो हितमा लागेर आफ्नो नाफा मुनाफालाई हिसाब किताब गरेर लाग्नु त हुन्छ नै। तर म त्यसलाई यसरी हेर्छु, रिकन्डिसन व्यवसायीले नै मूल्यलाई वृद्धि गराउने वा डाउन गराउने भन्ने हुँदैन। मार्केट त अब कसरी फ्लक्चुएट कसरी चलिरहेको हुन्छ, मार्केटलाई अब एक खालको धारणा हुन्छ। रिकन्डिसन गाडी अथवा बाइकहरूलाई चाहिँ आजको मूल्य कसरी निर्धारण गर्ने भन्ने नै मार्केटमा एउटा चाहिँ फ्लो आएको हुन्छ, मार्केटमा एउटा ट्रेन्ड चलिरहेको हुन्छ। कतिपय ब्रान्ड वा कम्पनीहरूको गाडीहरूको अथवा मोटरसाइकलहरूको चाहिँ रिकन्डिसन मूल्यहरू मार्केटकै अवस्था हेरेर नै सिर्जना हुने हो। त्यसमा खासै रिकन्डिसन व्यवसायहरूको त्यस्तो ठुलो हात हुँदैन। त्यसमा मार्केटमा कसरी त्यसको मूल्याङ्कन भइरहेको हुन्छ त्यही अनुसारमा किन्ने बेच्ने हो। त्यस्तो खासै रिकन्डिसन व्यवसायीले नै त्यसरी मूल्य वृद्धि गर्ने भन्ने लाग्छ जस्तो हुन्छ जस्तो मलाई लाग्दैन। त्यो अनि रिकन्डिसन अटो व्यवसायीहरूको हक हितको लागि चाहिँ सङ्घले अहिलेसम्म कस्तो कदमहरू चाल्दै आइरहेको छ? पक्कै पनि चुनौतीपूर्ण व्यवसाय हो। पक्कै पनि रिकन्डिसन व्यवसाय गर्न सजिलो र सहज छैन। एउटा देशको राम्रो अर्थतन्त्र बोकेको व्यवसाय हो रिकन्डिसन अटो व्यवसाय। सबै साथीहरूलाई चुनौती नै छ। विभिन्न चुनौतीहरूलाई सहज हुने गरी हामी एक आपसमा छलफल गरेर अगाडि बढ्दै नै छौँ। व्यवसाय सङ्घले पनि विभिन्न माध्यमहरूलाई, विभिन्न सङ्घ संस्थाहरूलाई आयोजना गरेर हाम्रा चाहिँ समस्याहरूको समाधान गर्ने क्षेत्रसँग कुराहरू गरेर यसलाई सहजीकरण गराउने कोसिसमै छौँ हामी। रिकन्डिसन व्यवसाय सङ्घ पनि त्यही व्यवसाय हक हितकै लागि कसरी सहज हुन्छ भन्ने कोसिसमै लागिरहेछ।